दर्शकवृन्द नमस्कार। म यहाँहरूलाई म्युजिक डिसिप्लिन संगीत कक्षामा हार्दिक स्वागत गर्छु र मैले चाहिँ अघिल्लो कक्षामा संगीत कक्षामा पहिलो दिन के सिकाइन्छ पार्ट 1 को बारेमा जानकारी गराएको थिएँ हैन। अहिले चाहिँ मैले यो अब दोस्रो पार्ट चाहिँ त्यो पहिलो दिन सिकाइने संगीत कक्षाको त्यो बाँकी भागको भन्ने मेरो दोस्रो पार्ट चाहिँ तपाईहरुलाई मैले प्रस्तुत गर्न गइरहेको छु। अब त्यहाँ चाहिँ मैले के को बारेमा भनेको थिएँ, समग्र ध्वनि चाहिँ के हुन्छन् हैन, इन्फ्रासोनिक, अल्ट्रासोनिक, अडिबल है, यो विभिन्न प्रकारका हुन्छन्। यो तीन विशेष गरी हाम्रो सुनाइको आधारमा, आवृत्तिको आधारमा हैन। अब त्यसमध्ये पनि हैन इन्फ्रासोनिक हामीले सुन्दैनौं, अल्ट्रासोनिक पनि हामीले सुन्दैनौं, अरु प्राणीहरूले सुन्छन्। तर चाहिँ अब त्यो सुनिने 20 हर्ज देखि 20,000 हर्ज बीचको त्यो ध्वनि हैन, त्यो ध्वनि पनि के छ, त्यसका पनि प्रकार छन्। हल्ला खाले, बोली खाले अनि संगीत खाले ध्वनि हुन्छन् भनेर भनेको थिएँ। अब त्यो संगीत खालेको पार्टमा मध्ये हैन, अब हामी दोस्रो पार्टमा के जान्छौं, संगीत भनेको के हो, यो संगीत के हो भन्ने चाहिँ जानकारी गराउँछौं। त्यही पहिलो कक्षाकै हो है। त्यसमा संगीत के हो भन्ने कुरा हामीले जानकारी गराउने। संगीतमा हामीले नृत्यलाई पनि जोड्यौं भने नाच गान बजान हैन, बाजा गीत नाच, जस्तो बागिना भन्ने एउटा पत्रिकाको कुरा हुन्छ संगीतको एउटा इतिहासमा, त्यो पनि बाजा गीत नाच हैन, त्यो सबै जोडिन्छ भन्ने छ। नृत्यमा संगीत नभई हुन्न हैन। संगीतमा पनि अब नृत्य केही न केही रूपमा, त्यो एकदम देखिने ठूलो नाच मात्रै नाच हैन, भित्र केही न केही टाइमिङको आधारमा हामी त केही न केही नाची त राखेका हुन्छौं, त्यो पनि छ। तर होइन यो सुनेको आधारमा मात्रै हेरौं भनेर जाने हो भने संगीतको पार्ट छुटाइदिउँ न। विधा त छुट्याउने, विभाग छुट्याउने चलन आएको छ हैन। नृत्य छुट्टै, त्यसमा विधाहरू छुट्याइन्छ भने त्यसै सुनाइको आधारमा मात्रै कसरी संगीतलाई डिफाइन गर्ने त भनेर हेर्यो भने यसो हेर्दा जम्मा दुईटा कुरा देखिन्छ, ध्वनि र समय हो। अब त्यसो ध्वनि र समयको मिश्रण हैन, समयको खेल र ध्वनिको मिसावटबाट चाहिँ जस्तो एउटा समुच्चयात्मक एउटा ध्वनि र ध्वनिको उपस्थिति र अनुपस्थितिको एउटा समुच्चय प्राप्त हुन्छ नि, त्यो नै संगीत हो भन्न पनि सकियो। तर यति ध्वनि र समय मात्रै भएर किन भएन भने मेन्टल डाइमेन्सन अर्थात् मानसिक आयाम, मतलब हाम्रो मानवीय वा कुनै चेतनाजन्य कुनै विषय भएन भने कोही वाद्यवादकले वा कुनै गायकले आफ्नो संगीत प्रस्तुत गरेको छ, त्यो श्रवण यन्त्रमा श्रवण हुँदैन भने हैन, त्यो चाहिँ के हुन्छ, संगीतको कुनै छ वा छैन, छ भन्ने आधार पनि हुँदैन हैन। त्यो हिसाबले गर्दा त्यो पनि भयो। अर्को कुरा यहीँभित्र समयका कुराहरू, निश्चित तालहरू हुन्छ, गतिहरू आफ्ना ठाउँमा छन्, लयहरू, तर त्यहाँभित्र पनि सोचका खेलहरू हुन्छ। अनि ध्वनि साउन्ड पनि उस्तै, हामीले हैन सारेगमा सारोरिएको थुप्रै हैन हुन सक्ने भए विभिन्न लेयरमा ध्वनिहरू। अब ती ध्वनि बीचमा पनि हैन तिनको त फेरि विशेषताहरू हुन्छन्, जुन जुन विधाका, जुन जुन भाषाका, जुन जुन बाजाले जस्ता जस्ता गीत गाए पनि, जस्ता जस्ता ध्वनिहरू उत्पन्न गरे पनि, जस्ता जस्ता ध्वनिको समुच्चय वा जे संगीतमा जे खेले पनि, आखिर चाहिँ समग्रमा के रहेछ, यही समय अनि ध्वनि र सोच। अर्थात् यसलाई हामीले संगीतभित्र आइसकेपछि सबै ध्वनि किन गर्ने, संगीत युक्त ध्वनिलाई प्रयोग गरौँ भनेर अलिकति त्यसलाई विशिष्टीकरण गरियो भने के हुने भयो, छोटकरीमा अब यसलाई ताल सुर भन्दा नि हुन्छ। संगीतमा ताल पहिलो हुन्छ है, ताल सुर अर्थात् सुर ताल भन्दा नि केही भएन, र सोचको मिश्रण है, यो मिश्रण नै के हो, संगीत हो भनेर यति नै हामीले बुझौं।
यही पार्ट 2 कक्षामा त्यति सङ्गीतको परिभाषा यति हुन्छन् भनेर त्यतिकै भएन। त्यति टिपाएर बुझाइसकेपछि यो कुरा पनि बुझाइदिन्छ। अब यसमा नादका विशेषता यो निकै महत्त्वपूर्ण, हुन त सबै महत्त्वपूर्ण छन्। यो चाहिँ के भने व्यवहारिक रूपले गीत सुन्नलाई पनि चाहिने हैन, अब कुनै चाहिँ साङ्गीतिक धुन सुन्नलाई पनि चाहिने, यो एकदम महत्त्वपूर्ण। यदि 3टा विशेषता हामीले जान्नै पर्छ। अब बजाउन त यसै चाहियो, सुन्न त चाहिने भयो, बजाउन त झन् चाहिने भयो हैन। अब त्यो हिसाबले हेर्नुहोस्, अब यहाँ 3टा कुरा के ध्यान दिने भन्ने कुरा आउँछ। यो तपाईँहरूलाई मैले अघिल्लो भिडियोमा पनि अलिअलि त भनेको थिएँ। आज यो पहिलो दिनमा के सिकाउने भन्ने क्रममा यो पनि मैले यहाँ जोडेँ। अब यसमा उचाइ भनेर नाम दिइएको छ हैन, मोटाई भनेर नाम दिइएको छ, अर्को गुणभेद भनेर नाम दिइएको छ नेपाली सन्दर्भमा। कहीँ जाति पनि भनिन्छ हैन, यो जाति भन्ने शब्द पनि प्रयोग गर्न सकियो है। अब यसमा उचाइ भनेपछि के भयो, पिच है, पिच भन्नुहुन्छ PITCH, यस्तै के छ। अब यो मोटाइलाई हामीले चाहिँ एम्प्लिट्युड वा कुनै हैन भोल्युमको आधारमा, अलि भोल्युम ठुलो मसिनो भने भोल्युमै भन्दैन ल, भोल्युमको आधारमा बुझौँ या एम्प्लिट्युड है। फिजिक्सका दृष्टिले एम्प्लिट्युड ठुलो सानो देखिन्छ नि त हैन। अर्को चाहिँ यो टिम्बर भनेर भनिन्छ हैन। क्वालिटी पनि भन्ने, क्वालिटी भनिन्छ हैन। फिजिक्सका दृष्टिले वेभ फङ्सन है, FUNCTION, मेरो अक्षर राम्रो छैन, कुरा बुझ्नु होला। फिजिक्सका दृष्टिले वेभ फङ्सन भनेर वेभ फङ्सनको आधारमा चिनिन्छ। यो चाहिँ हर्जका आधारमा है, यो हर्जका आधारमा, फिजिक्सका दृष्टिले हेर्दा यो हर्जका आधारमा, यो एम्प्लिट्युडका आधारमा, यो वेभ फङ्सनका आधारमा यसलाई बुझ्न सकिन्छ। फिजिक्सले पहिला त हामीले भौतिक रूपमा बुझ्नु पर्यो, भौतिक भिन्नता के हो भनेर हैन। अब यसपछि यो मानसिक कुराहरू पनि आए। यो पनि अलिकति हाम्रो यो चेतनाजन्य जुन संयन्त्र छ त्यसका आधारमा हामीले थाहा पाउन सकिन्छ। यो कुरा पनि बुझ्नुपर्छ। उचाइ किन जान्नु पर्यो, हामीले के भने जुनसुकै गीत सुनौँ, चाहे लोक सुनौँ, चाहे भजन सुनौँ, चाहे हिन्दी, चाहे चाइनिज, चाहे के चाहे अङ्ग्रेजी या कुनै भाषाका गीत सुनौँ, तर त्यहाँ सबैमा एउटा साझा कुरा हुन्छ है भनिदिँदा बित्तिकै के रहेछ, हरेक गीतमा लाग्ने सूत्र यो हुन्छ भनेर धारणा बनाउन सजिलो हुन्छ सहभागी साथीहरूलाई है। अनि त्यो भएर उचाइ कस्तो हो त भन्दा, जस्तो टङ टङ यो माथि गयो नि हैन, टङ यहाँ माथि छ, टङ यो तल आयो। अब यो सुन्दाखेरि ता ता छ भने अब सुन्दैखेरि तल र माथि बोल्दा पनि हैन, यो हिसाबले यो सारे भने जस्तै ग यस्तो केही हैन। त्यो पिच भनेको के हो भने साको एउटा लेयर हुन्छ, एउटा हर्जका हिसाबले 130 समथिङ हैन, रिएको त्यस्तै अनुसार हर्ज बढ्दै हुन्छ भने उचाइ किन भनियो त, यहाँ कुरा आउँछ कि ध्वनिको अग्लो र होचो हुन्छ। ध्वनि 5 मिटर अग्लो ध्वनि त्यस्तो देखिया छ, देखिया छैन, तर उचाइ भन्ने नाम दिइयो। अब मेरो ख्यालमा यो कसरी दिइयो, बाजाको आफ्नै संयन्त्र छ। अब हाम्रो सन्दर्भमा यसो मिलाएर बुझ्दाखेरि के चाहिँ बुझ्न सकिन्छ भने, हामी उभिन्छौँ, खुट्टातिरको भागलाई तल हैन, अनि यहाँदेखि यो शिरतिरको भागलाई अलि हाइट उचाइ बढेको भनेर मानिन्छ। यो आधारमा हेर्दाखेरि पनि टङ यहाँ छ भने टङ यो अलि माथि माथि हैन, त्यो माथितिर जान्छ भनेर त्यसरी चाहिँ अभ्यास गरिन्छ तल माथि शरीरका दृष्टिले पनि। कुनै बाजा यसरी बजाइन्छ, कुनै यसरी बजाइन्छ, त्यो त त्यसलाई भन्न सकिन्न हैन। अब त्यही गिटारको चाहिँ जति तल भयो उति झन् तिखो हुँदै जान्छ, सारेङ्गी पनि त्यस्तै देखिन्छ, तार तारको हेर्दै जान्छ हैन। अब बाजा अनुसार फरक पर्छ, तर हाम्रो चाहिँ शरीरका हिसाबले उचाइ भनेर एउटा हिसाबले बुझ्न सकियो है। अब नत्र यस्तै हाइट चाहिँ त्यस्तो फिजिक्समा केही देखिन्न, बरु एम्प्लिट्युडमा चाहिँ लामो छोटो अलिकति मोटो मसिनो केही देखिन्छ। यसमा त सङ्ख्या मात्रै हो, छिट्टो हुनु र उचाइ हुनु त फरक हो है। त्यो हिसाबले जे होस् हामीले के भने
जो सा रे ग म जस्ता कुराहरू हुन्छन् है सुन्दाखेरि अलि सारे गमा सुरुकै कक्षामा थाहा नहोला तर के भने म माथिबाट बोले तलबाट बोले भनेपछि यो तल गयो यो माथि गयो भनेर केही बोलेको पनि अनि सुन्दा पनि जे गर्दा पनि त्यो यो तलबाट भुइँस्वरबाट बोलेको छ अहिले फेरि माथिबाट बोलेको छ फेरि झन् माथिबाट बोलेको छ यस्तो यस्तो हिसाबले ओहो तपाईँ त भन्यो भने फेरि तल आयो यो हुन्छ नि हो यो सेन्स हुन्छ है भनिदिँदा बित्तिकै सिकाइ छिटो हुन्छ किनभने उसले सिक्ने सहभागीलाई के हुन्छ यो सुन्दा बित्तिकै यो माथि तल सेन्स विकास हुन्छ क्या छिटो त्यो सुर चिन्ने क्षमताको विकास हुन्छ सुरुमा यो भनिदिनुपर्छ अर्को चाहिँ मोटाइ पनि हुन्छ है भनिदिनुपर्छ जस्तो मैले चर्को बोले मसिनो बोले केही होला भोलि हुन्छ नि फेड आउट इन त्यो छुट्टै कुरा स्टुडियोको कुरा अब यहाँ चाहिँ गीत गाउँदा पनि त्यो कलाकारले त्यस्तो गरेका हुन्छन् है ध्यान सुन्दाखेरि बाजा बजाउँदा नि चर्को मसिनो बजाइराखेका हुन्छन् है भनिदिने अनि तपाईँले बजाउँदा गाउँदा नि त्यस्तो ध्यान दिने है त्यसले के हुन्छ कलात्मक हुन्छ होइन सौन्दर्य भर्न सजिलो हुन्छ भनिदिने त्यस्तो गरेको हुन्छ नि बुझ्नु होला नि भनिदिए मात्रै मोटाइ मात्रै यति भनिदियो भने उसको छिटो विकास भइहाल्छ कि छिटो सोच आयो नि त होइन यस्तो हुँदो रहेछ यहाँ यस्तो गरे चलाक भइहाल्छ नि त आधार भनिदिइहाल्ने गुणभेदमा चाहिँ जस्तो हरेक मान्छेको आफ्नो आफ्नो टोन हुन्छ यहाँ चाहिँ के भने आत्मविश्वासका कुराहरू पनि हुन्छन् यसमा पनि भनिदिने है गुणभेद भनेपछि म यो छ अर्कोले गऱ्यो भने यस्तो हुन्न अर्कै हुन्छ होइन हरेक मान्छेका पनि फरक फरक गुणभेद देखिन्छ मान्छेका आफ्नो आफ्नै स्वरयन्त्र आफ्नै शारीरिक संरचनाका आधारमा अब होइन बाजाकै पछि हेर्ने हो भने पनि जस्तो एउटा हार्मोनियम राखौँ अनि बाँसुरी राखौँ बाँसुरी र हार्मोनियम सा लगाउँ दुइटैको सा म्याच गऱ्यौँ हो ठिक छ बराबरी भयो नि अब एउटै भयो यिनीहरू मोटाइ उनीहरू मानौँ उत्तिकै टाढा सुनिने उत्तिकै जोडले सुनिने राखे मानौँ ल 5 मिटर पर छ हार्मोनियम उत्तिकै सुनिन्छ बाँसुरी उत्तिकै सुनिन्छ त्यो पनि बराबर भयो तर पनि यति भयो त बराबर भयो त एउटै हुनुपर्ने होइन तर पनि कानले के गर्छ यो बाँसुरी हो यो हार्मोनियम फेरि छुट्याउने एउटा फ्याक्टर छ है त्यो एउटा फ्याक्टर छ है भन्छ त्यो भनेको गुणभेद होइन हामी बोलेको बोलीमा पनि त छ कोही बोल्दा बित्तिकै यसको टोन यसको बोली होइन गीत सुन्दा बित्तिकै यो उदित नारायणको आवाज यो कुमार सानुको आवाज यो नारायण गोपालको आवाज यो चाहिँ भक्तराजको आवाज यो फतेमानको आवाज हुन्छ नि त सुन्दा बित्तिकै त्यो त उही व्यक्ति पछि पनि गुणभेदका कुराहरू आउँछन् थोरै तर फेरि यो त सबैलाई व्यक्ति जतिलाई गायन जतिलाई यति राख्यो भने बजाउने बाजा अनुसार फरक है त्यो चाहिँ गुणभेद हुन्छ त्यसरी त्यो पनि सुन्नु होला उनीहरूको टोन भन्ने तर यो चाहिँ त्यति धेरै उनीहरूले यो टोन चाहिँ सबैको जे भए पनि यी कुराहरूले राम्रो हुन सक्छ है यी कुराहरूमा खेल्नुपर्छ भनिदियो भने यसमा चाहिँ के हुन्छ मेरो स्वर यस्तो छ हुन्न कि भन्ने चिज हट्छ हुँदा पनि जसको जस्तो स्वर छ त्यसमा उचाइ र मोटाइको खेल थप्यो भने गीत मिठो गाउन सक्ने हुन्छ त्यसले गर्दाखेरि यी कुराहरू यही सङ्गीत कक्षामा पहिलो दिनमै यी कुराहरू सिकाउने पार्ट 1 मैले अगाडि भने यो पार्ट 2 का यी कुरा पनि भनिदियो भने अब सुन्दा पनि यसरी सुन्नुपर्ने रहेछ भयो त आधा अब होइन केही कुरा पनि मोटाइलाई ध्यान दिएर सुन्नुपर्ने रहेछ गुणभेदका कुराहरू बाजाका भिन्नताहरू सुन्नुपर्ने रहेछ पुरो धारणा तयार भएन यो चाहिँ फाइदा हुन्छ यो हामीले भनिदिनुपर्छ है अब मैले आज यति नै जानकारी गराएँ यो सङ्गीत कक्षाको पहिलो दिनमै सिकाउनु पर्ने अझ एउटा कुरा छ भिडियो धेरै लामो हुन्छ म अर्को भिडियोमा ती कुराहरू ल्याउँछु अब मैले चाहिँ यसरी नै पहिलो कक्षामा यिनी कुराहरू जानकारी गराउँछु अनि क्रमशः यी कुराहरू यो जानेर यो भनेर मात्रै होइन उहाँहरूलाई जान्ने उदाहरण खोज्न लगाउने गर्नु होला होइन सिकाउने साथीहरूले पनि त्यो गरिराख्नुहोस् आफ्नो तरिका थप्नुहोस् तपाईँहरूले कसरी सिकाउनुहुन्छ पहिलो कक्षामा तपाईँहरूले भिडियो बनाउन थाल्नुहोस् त्यो हामीले सिक्न पाउँछौँ अब मैले यहाँ भनेको कुराहरू तपाईँहरूलाई यदि नयाँ लाग्छ र महत्त्वपूर्ण लाग्छ भने तपाईँहरूले एड गर्नुहोस् आफ्नो कक्षामा किनभने
यो साङ्गीतिक जुन छ नि हाम्रो नेपाली एउटा वातावरण यो जसरी सोचिन्छ त्यो होइन। यो भव्य छ। नेपालमा पनि राम्रो सङ्गीत प्रशिक्षण हुनसक्छ होइन। नेपालमा पनि एकदम राम्रा राम्रा सङ्गीत हुनसक्छ भनेर सबैले मिसावट गरेर ज्ञानको आदान प्रदान, ज्ञानको मिश्रण, संश्लेषण, विश्लेषण सबै मिसाएर हामी सबै अगाडि जान सक्छौँ। तपाईँहरूले पनि आफ्ना कुराहरू सेयर गर्दै जानुहोस् होइन। आफ्नो आफ्नो च्यानल कतिपय साथीहरूले खोल्नु भएको छ होइन। अब यी कुराहरू पनि केही महत्त्वपूर्ण लाग्छ भने एड गर्नुहोस्। यो मेरो कुरा होइन, यो मैले नि पढेर भेट्टाएको कुरा हो, मेरो भएको यो कुरा होइन नि। केही छ र यहाँ अब यो बुझ्ने बुझाउने कुरामा उदाहरण केही नयाँ कुरा आयो होला। मेरो त केही होइन, यो पहिल्यैदेखि आइरहेको कुरा हो। यो सबैको साझा युगौँदेखि आइरहेको कुरा हो होइन। यो कुराहरू सबैले त्यसरी बुझेर जाउँ। मैले यति नै राखेँ। अब तेस्रो भागमा चाहिँ त्यो कुराहरू ल्याउँछु होइन। अब यदि चाहिँ तपाईँहरू पनि सङ्गीत नसिकेर यतिकै बस्नुभयो, सिकिराख्नु भएको छ भने जहाँ छ त्यहीँ सिक्नुहोस् है। किनभने हरेक प्रशिक्षकले एउटा एउटा प्रशिक्षार्थीको चाहिँ त्यो आफ्नो आफ्नो समस्याहरू त्यहाँ उसले पहिचान गरेर कुन वेमा लैजाने आफ्ना आफ्ना स्ट्राटेजी हुन्छन्, आफ्ना आफ्ना रणनीतिहरू हुन्छन्। त्यो रणनीतिमा अगाडि बढेको फेरि अर्को सुरु गर्ने यस्तो चक्कर धुन्दामा नलाग्नुहोस्। अब खाली बस्नुभएको छ भने र पाइक पल पर्छ भने मलाई पनि सम्पर्क गर्नुहोस्। अब हामी चाहिँ यो संस्थामा अहिले सिकाइराखेका छौँ केआरपी म्युजिक सेन्टरमा। यो एक हिसाबले एउटा विज्ञापन जस्तो पनि भयो होला, त्यसलाई अन्यथा अर्थमा नलिनु होला। र यो सङ्गीत कर्म हो होइन। सिकौँ। मैले यति जानकारी गराउँदै यदि चाहिँ नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। र अहिलेलाई चाहिँ मलाई आजको यो म्युजिक डिसिम्बर सङ्गीत कक्षाबाट बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।